माटो झार्छ विज्ञान छ यहाँ के गर्छ तपाईहरु माटो झार्यो भने तपाईको दायित्व सुमसुमेर काट्नु पर्यो हो भइगयो गुड गुड भेरी गुड ल अब यता आउनु सबैजना भाइ 2 मिनेट ल म यस्तो गरे यहाँ हो तपाई त यता अध्यक्ष यतै कता बोल्दै हाम्रो अध्यक्ष उहाँको जमिन हो नि केही गर्दैन हामीहरू आउनु यो 300-400 ग्राम छ खरानी कहाँ छ खरानी मानौ न त्यही माटोलाई एकछिन गोबर खोइ गोबर लिएर आउनुहोस् यहीँ एकदम नजिक एभ्रिथिङ रेडी शुभ लगन भयो भन्दाखेरि एउटा शब्द याद गर्नुहोस् यो विज्ञान त्यस्तो शुभ लगन आउँदैछ यहाँ राख्नुहोस् भइगयो भइगयो ल यसलाई अलि यसो यसो कोदालो कोसँग छ यसलाई टुटाउनुहोस् त तपाईँले उता खाल्टामा नहाल्नुहोस् ल होइन मिच्ने होइन खरानी कहाँ छ त्यति गोबरले पुग्छ त खरानी यहाँ राख्नुहोस् त ऊ त्यहाँ हो त्यहाँ एकजनालाई समात्नुहोस् त अब चुना हाल्ने होइन नि होइन 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 चुना हाल्ने होइन चुना चाहिँ ठुला पर्छ तपाईँहरूले फेरि मगाउनु काम छैन अरे होइन त्योबाट तपाईँहरू क्यामेरा पर्सन उता बाँकी यता खोइ आउनुहोस् यता यता आउनु तपाईँ ती बस्नुहोस् तपाईँले काम गर्नुपर्छ त होइन त्यो परेन त्यो महिलाहरू दिदीबहिनीहरूलाई त महिला देशको राष्ट्रपति हिजोसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो नि त हाम्रो महिलाहरू हेर्नु हुँदैन नि खोइ कहाँ जानुभयो ल नमस्कार नमस्कार आज हामी उर्लाबारी नगरपालिका वार्ड नम्बर 8 मा स्थित छौँ है हाम्रो मोरङ जिल्ला होइन त र हामीले नगरपालिका उर्लाबारी नगरपालिकाको आयोजनामा 2 दिने तालिमको आज अन्तिम दिन हो हिजो सैद्धान्तिक र आज व्यवहारिक ज्ञान हिजो सिकेका ज्ञानलाई हामीले व्यवहारिक रूपमा उतार्दैछौँ र अति महत्त्वपूर्ण काम हामीले गरिरहेछौँ आज वैशाखको 15 गते होइन र यो उपयुक्त समय पानी पर्यो यसपालि हामीले बोट बिरुवा रोप्न पाइयो र माटो पनि भिजेको छ पानी हिजो अस्ति पनि आयो मजाको छ पानी भिजेको छ माटो पनि उपयुक्त छ र हामीले एउटा खाल्टा खन्यौँ के रोप्नलाई सुपारी रोप्न र सुपारीको बिरुवा फोकस त्यहाँदेखि उपयुक्त बिरुवा तपाईँ हात लाउनुहोस् त मोटो तल तल फेदमा त्यो जङ्गल चाहिँ निकाल्नुहोस् बिस्तारो बिस्तारो जङ्गल निकाल्दा माटो निकाल्नु भयो होइन त्यो माटो निस्किन्छ त्यो एउटा सानो ठुलो जङ्गल चाहिँ निकाल्नु के हो बिरुवा र यो उपयुक्त छ कति इन्चीको छ नाप्नुहोस् त अलिकति कति फेद होइन त्यो फेद होइन 8 इन्ची यो कति वर्षको बिरुवा हजुर 2 वर्ष पुरा भएको बिरुवा हो यहाँभन्दा अलि भएको छैन असारमा 2 वर्ष हुन्छ ठिकै छ यहाँभन्दा बढी बिरुवा गऱ्यो भने अलिक उपयुक्त हुन्छ एकदम उपयुक्त बिरुवा उपयुक्त मानिसहरू शिक्षार्थीहरू होइन सबैजना हामीहरू भेला भएका छौँ र आज हामीले यो खाल्टा खन्यौँ यो 2 फुट त्यो खाल्टा खनिसक्यो अब यहाँ हामीले यसलाई पुर्नुपर्छ आउनुहोस् त भाइ दिलुङ छ भाइ यसलाई अलिकति तपाईँ सरी तपाईँले गरिदिनुहोस् माटो कहिले खनेको माटो कालो माटो यहाँको यो पनि लैजानु पुरै भर्नुहोस् पुरै भर्नुहोस् 70% भर्नुहोस् यो बल्लो होइन हजुर ए हुन्छ ठ्याक्कै उता पनि छ नि माटो तपाईँ नुनका खाल्डामा पर्नु भयो ओके अलि मिलाउनुहोस् ल अब खरानी गोबर हाल्नुहोस् भाइ हाल्नुहोस् जम्मै हाल्दिनु नि तिनीहरूको अलिकति काँचो छ ल यो गोबर अलिक काँचो भयो अब 10 दिन 15 दिन बाद ठिक हुन्थ्यो ल तर ठिकै छ गोबर राम्रो कालो गोबर गाईको गोबर लोकल गाई होइन त स्थानीय गाईको गोबर राम्रो दिनुभयो यहाँ हामीले कति दियो 10 किलो गोबर दियो होइन अब खरानी हालिदिनुहोस् 300 ग्राम भाइ 300 ग्राम हिसाब यति तपाईँको ठुला मुठीले 2टा दिनुहोस्
भइगयो ओके 300 ग्राम कापी छ राख्नुहोस् ल हामीले माटो दिउँ गोबरमा नाइट्रोजन छ गोबरमा फस्फरस छ र यो हाम्रो खरानी छ खरानीले माटो अम्लीयताबाट पनि ठिक गर्छ अम्लीय माटोलाई ठिक गर्छ यसमा फस्फरस पनि प्राप्त हुन्छ पोटास पनि प्राप्त हुन्छ क्याल्सियम पनि हुन्छ र हाम्रै घरमा सहज रूपमा उत्पादन गर्न सकिन्छ हामीले होइन त र यस पछाडि अब हामीले यसमा अलिअलि मिलाउनु अलिकति माटो पिना हाल्नुहोस् 300 ग्राम पिना हालिदिनु भयो कापी छ अलिक मिसाउनुहोस् न माटो हुन्छ माटो मिसाउनु भयो कालो माटो है कालो माटो त्यो होइन त्यो कालो माटो त्यसलाई टुटाउनुहोस् त अब त्यहाँ एउटा मिसाउनुहोस् गिजाउनुहोस् त्यसलाई गिजाउनुहोस् भाइ हो गिजाउनुहोस् भनेर मिसाउनुहोस् हातले गर्दा ल भयो अब एउटा त्यहाँ एउटा उपयुक्त ठाउँ बनाउनुहोस् त्यसका लागि बिचमा हातै लाउन सक्नुहुन्छ यसमा तपाईँ त्यो नाप्नुहोस् त पहिला कति मोटो छ त्यो अनुसार अझै गएर अलि फरक पनि बनाउनु माटो मिक्स गरेर अलि उता अगाडि अब अझै बेसी खन्नु पर्छ उताडी माटोमा पुगेपछि हो ठिकै छ बुझ्यो नि हामी सिकाउने धेर भयो आतिसक्नु पुग्यो है तपाईँको कर कमल जरा काट्नु पर्दैन सर जरा काट्नु पर्दैन यहाँ हाल्नु ल अब सबै पुर्नुहोस् त निक्ल्यो केही भएन ल मजाले पुर्नुहोस् ल अब वरिपरि चिनाची पुर्नु त मजाले त्यो कालो माटो हाल्नु त सबैतिर माटो हाल्नुहोस् अलिक यो गोड छ नि अलिक मुनि जानुपर्छ सुन्नुभयो नि कुरा अलि माथि हुन्छ अब वरिपरि यसलाई समातेर तपाईँ वरिपरि धेर होइन तपाईँ यहाँ समातेर वरिपरि घुम्नुहोस् त काटो हुँदैन धेरै छ माटो एउटा उता राख्नु यसरी हो त्यसो हो त्यो उते उहाँ सरले गरे पर्दैन अलि टाइट गर्नुहोस् न माटो पुगेछ के अलि भयो यो नि अलि तल डाउन हुनुपर्छ ल मेरो अलि तल जानुपर्छ अनि सुन्नु यो हावा आयो भने के हुन्छ भन्नु त यसलाई हल्लाउँछ यहाँ यसको आधी काटिदिनुहोस् त यसको पात काटिदिनुहोस् यो काटिदिनुहोस् यसलाई यहाँ काटिदिनुहोस् दिनुहोस् त खै काट्ने अब मल्चिङ गर्नुहोस् उ त झ्यास ल्याउनुहोस् त तपाईँहरूको 2-3 जना मिलेर जान्न त थिच्नु अलिकति टाइट गर्नु बनाउनु हुँदैछ नि हुन्छ हो त्यो काट्नु यहाँ काट्नु ल धेरै तल नकाट्नु यो चाहिँ मल्चिङ लगाएको थियो यहाँ काट्नु धेरै अब धेरै मल्चिङ गर्नुहोस् यो मल्चिङ गर्नुहोस् त अझै मल्चिङ गरौँ मल्चिङ चाहिँ गर्नु पर्यो ल अब यो मल्चिङ चाहिँ तपाईँले कति गर्नु पर्यो भने यो माटो यो आलु माटो नदेखियोस् तपाईँ सोच्यो त्यति मात्रै गर्नु ल धन्यवाद थ्याङ्क यू मलाई त नराम्रो लागेर मैले बोटै काट्दिउँ प्रकाश राई अनि मैले चाहिँ यो ब्लग चाहिँ यो कसरी सुपारी रोप्न सकिन्छ कसरी रोप्ने हो भन्ने प्रविधि चाहिँ गरेको छु धन्यवाद